तिमी स्त्री हौ, तिमीलाई आँसु झार्न छुट छ, रुनु तिमीको संवेदना हो। थकित देखियो भने भनिन्छ, धेरै गाह्रो भइसक्यो होला, आराम गर। सुनिन छोड्यो भने बुझिन्छ, तिमीलाई माया चाहिएको छ। तिमी कमजोर भयो भने समाजले तिमीलाई बोकेर अगाडि बढ्न खोज्छ। तिमीले थाके भने कसैले न कसैले तिमीलाई काखमा राख्छ। तर म पुरुष हुँ। थाके भने पनि भनिन्छ, कति अल्छी। रुदा भनिन्छ, कमजोर पुरुष। चुप लाग्दा भनिन्छ, रिसायो होला वा। घमण्डी बोल्दा भनिन्छ, झर्को लाग्यो होला। मेरो मौनता कहिले मौन वेदना बनेर पढिँदैन। मेरो आँसु कहिले मायाको प्रतीक हुँदैन। तिमीलाई मायालु बन्न प्रेम गर्नु मात्र काफी छ। तर म मायालु भएँ भने पनि पहिला सोधिन्छ, जागिर छ कि छैन, कति कमाउँछौ, घर, गाडी, भविष्य। मेरो प्रेम, भावनाहरू, यी सबै कुरा मेरो आम्दानीको पछाडि लुक्छन्। तिमी प्रेमको प्रतीक हौ, म कर्तव्यको बोझ। तिमी भावनाको बगैँचा हौ, म दायित्वको पर्खाल। तिमी बोल्दैनौ भने चासो गरिन्छ, के भयो माया? म बोलिन भने अनुमान गरिन्छ, नाफा र घाटाको। तिमीलाई सारा संसारले तिमी जस्तै बन्न प्रेरणा मान्छ। तर मैले केही गर्न नसक्दा मेरो असफलता नै मेरो परिचय बन्दछ। न त प्रेम बाँकी रहन्छ, न त सम्झना। तिमी मायामा हरायो भने पनि कसैले सम्झन्छ, म हराएँ भने काम खोज्न गएको होला भन्ने अनुमान मात्र बाँकी रहन्छ। अन्त्यमा तिमी फूल हौ, म काँडा। तिमी सुगन्ध हौ, म सहनशीलता। तिमीले जीवन बाँच्यौ भने कथा बनिन्छ। म बाँचेँ भने कर्तव्य पूरा भयो भन्ने संक्षिप्त वाक्य मात्र, किनकि म त पुरुष